हेलो एभ्रिवान, आज चाहिँ मेरो बिदाको दिन। म चाहिँ पर्दा लिनको लागि होन्जो स्टेसनतिर जाँदैछु। ट्रेन चढिसकेको छु है। अनि यो चाहिँ होन्जो स्टेसन हो है। अनि यो चाहिँ मेरो टिकट हो। एक स्टेसनको लागि 190 रुपियाँ लिन्छ। टिकटलाई चाहिँ यहाँ छिराउँछु। त्यस पछाडि सक्यो मेरो टिकटको एक्सपायर भयो। अनि यो चाहिँ होन्जो स्टेसन भन्दा बाहिरको एरिया हो। बादल लागिरहेछ तर एकदमै गर्मी छ है। यहाँ चाहिँ ह्युमिडिटी धेरै भएर सो उसलाई चाहिँ गर्मी भएर ज्याकेट टाउकोमा राखिरहेछ। मलाई चाहिँ यो ग्रिनरी एकदमै मनपर्छ कि है। एकदमै के हुन्छ नि, कस्तो छुट्टै शान्त पिस टाइपको फिल हुन्छ। अनि सायद यो पूर्व जन्ममा म गाई भैँसी थियो होला कि हरियो देख्ने बित्तिकै एकदमै मनपर्छ। अनि यो चाहिँ नेपालको गुराँस जस्तै फुल। अस्तिको पानीले सबै कुहिएर झरिसकेको छ। सायद यो नेपाल भए भए चाहिँ म यो रातो बल्दाखेरि पनि दौडेर जान्थेँ होला कि। अब ठाउँ अनुसार रुल्स इज रुल्स है। फेरि फलो गरेन भने घरमै समात्न आयो भने के गर्नु, अर्काको ठाउँमा होइन। त्यस पछाडि वेट गरेर ग्रिन बलेपछि चाहिँ म यसरी जान्छु। सो फाइनली मैले सामान किन्नुपर्ने पसल चाहिँ यहाँ पारिपट्टि मैले देखिसकेको छु है। अब त्यहाँनिर म जान्छु। त्यस पछाडि म यहाँ पनि पुगिसकेको छु। एकदम गर्मी थियो। हेलो पान्डा, कालो पान्डा है यो चाहिँ। अनि यहाँनिर चाहिँ जुत्ताहरू हुन्छ नि, स्पोर्ट्सको हुन्छ नि, त्यस्तो एक्सर्साइज गर्ने खालको कपडा टाइपको। अनि स्पोर्ट्समा थियो कि यहाँ चाहिँ सबै कुराहरू। अनि मलाई चाहिने चाहिँ यतापट्टि अर्को डिपार्टमेन्ट रहेछ। अनि त्यतापट्टि गएँ। यहाँ चाहिँ चाहिने सोफा, बेडसिटहरू, बेडको सबै कुराहरू के, म्याट्रेसहरू, चेयरहरू, पर्दाहरू सब पाउँदो रहेछ। अनि हामीले चाहिँ यहाँनिर पर्दा डिपार्टमेन्ट छिर्यौँ। अनि पर्दा खोज्दा गऱ्यौँ। करिब 3 घन्टा 30 मिनट 33 सेकेन्ड पछि चाहिँ फाइनली हामीले यति कलेक्ट गऱ्यौँ, यति जम्मा गऱ्यौँ। त्यस पछाडि अनि कस्तो राम्रो चेयर थियो कि यो चाहिँ। त्यस पछाडि गयौँ। अनि यो फुल दिने मान्छे नि कोही छैन मेरो जिन्दगीमा चाहिँ। अनि अब हामी चाहिँ बाहिर यहाँबाट निस्किन्छौँ। यहाँबाट निस्किसकेपछि बाहिर यस्तो गर्मी भइरहेको थियो है, यस्तो चर्को घाम लागिरहेको थियो। अनि ट्रेन पनि आयो। त्यस पछाडि हामी ट्रेन चढेर घर फर्किन्छौँ। बाई बाई, सी यू इन द नेक्स्ट ब्लग।